नमस्ते सबैजनालाई आजको न्यू डे न्यू ब्लगमा यहाँलाई फेरि पनि सन्तोष कोयु राई ब्लग्समा स्वागतम छ। अनि आराम कुशलै छु म पनि, हजुरहरू पनि आराम कुशलै हुनुहुन्छ होला भन्न सोचिरहेको छु। भिडियो अनि आज पनि यसो गर्दिन त भनेर बनाउन गइरहेको छु। के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। यदि नयाँ जोडिनु भएको छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नु होला र कमी कमजोरी कहाँ के कस्तो छ तपाईहरुले कमेन्टमा पनि भनिदिनु होला। म फेरि सुधार्दै आउनेछु। यसो फुर्सदको टाइममा अलिअलि भिडियो लिएर आउने गर्छु। त्यही पनि तपाईहरुले माया गरिदिनु भएको छ, अझै धेरै माया गर्दै जानु होला भन्न चाहन्छु है त। अनि आज चाहिँ म चाहिँ यही करेलालाई झङ्गाहरू सट्ट लगाइरहेको छु। अनि डोप पनि खन्दैछु। डोप खनिवरी अनि यहाँ घोच्चा गाडीवरी सट्ट टाढे झङ्गा लाउनु पर्यो भनेर बनाइरहेको छु है त। अनि भिडियोहरू अलि यसो सानो क्लिपहरू आउँछ छोटो मिठो के कस्तो हुन्छ त्यो पनि तपाईहरुले हेरेर प्रतिक्रिया दिनु होला। आकाश भन्दा झुन्तारा माथि झुन्तारो भन्दा के ए साथी माया नै रहेछ माथि ए साथी माया नै रहेछ माथि। भाई मारो मुझे, मारो मुझे, मारो नहीं, ये मजाक हो रहा है। एक सेकंड यार, मजाक। अनि यस्तै छ कामहरू चाहिँ हाम्रोतिर चाहिँ पानी पर्नु छैन। बाँझोहरू त्यसै छ, बारीहरू जोतेको छैन। मकै छर्ने सिजन गइसकेर सक्नु आँटिसक्यो तर पनि पानी पर्न सकेको छैन। त्यसैले चिम्डिया हुन्छ नि त माटो। अनि अब गोरुले जोत्नु त जोत्छ, त्यो पनि अब पानी नपरिकन अलिकति गाह्रै हुने भएको कारणले बारीहरू पनि जोतिराखेको छैन हाम्रो चाहिँ। अनि पानीको प्रतीक्षा गर्दै समय बित्न आँटिसक्यो। अनि को कहाँबाट हेर्दै हुनुहुन्छ भिडियोहरू त्यो पनि कमेन्टमा यसो भनिदिनु होला। यो कमी कमजोरीहरू काहीँ केही भइहालेछ भने तपाईँहरूले यसो प्रतिक्रिया पनि दिनु होला। अनि भिडियोहरू चाहिँ कन्टिन्यू आउँदैन, यसो कहिलेकाहीँ आउँछ। त्यही पनि हजुरहरूले धेरै नै माया दिइराख्नु भएको छ है। मलाई पनि भिडियो बनाऊँ भन्ने जोस पनि चल्छ कहिलेकाहीँ त। फेरि अब कन्टेन्ट नै हुँदैन नि त भ्लग। अब के विषयमा चाहिँ बनाउने त कहाँ चाहिँ अब यही घरमै बसाइ घरकै खात्राङ खुत्रुङ काम गराइ हुन्छ होइन। बस्तु गोठाला गरो यसो अब यताउति अब घाँसपातहरू गरो त्यस्तै मात्रै हुन्छ। अनि त्यही भिडियोहरू त्यस्तो भिडियोहरू अब एकचोटि बनाउला दुईचोटि बनाउला कति अब दिने पछि त्यस्तै मात्रै भिडियो बनाउँदा पनि भएन। अब हजुरहरूले अब माया देखाउनु भएको छ, माया देखाउँदै गइराख्नु भएको छ। तपाईँहरूलाई पनि हेर्नु झ्याउ हुन्छ नि त्यो एउटै खालको शैली पनि भिडियोहरू। त्यही कारणले भिडियोहरू चाहिँ अलिक ढिलै आउने गर्छ। अनि च्यानललाई सब्सक्राइब चाहिँ गरेर राखिराख्नु होला। यसो कुनै दिन नयाँ भिडियोहरू आइहालेछ भने पनि तपाईँहरूले चाँडै नै हेर्न पाउनुहुनेछ त्यही भन्न चाहन्छु। बेहाल भयो जिन्दगी यो कर्कोलाको पानी सरी। अनि हजुरहरू डिजिटल मार्केटिङमा यसो कोही जोइन हुनु चाहनुहुन्छ भने पनि भन्नु होला है त। म तपाईँलाई ह्यान्डल गर्नेछु। म पनि त्यस प्लेटफर्ममा काम गरिरहेको छु अहिले, हिजोआजतिर मैले जति जाने बुझेको छु तपाईँलाई पनि सिकाउने छु। अनि हामी सँगै मिलेर अघि बढाउला। घरमै बसी त्यसबाट चाहिँ मार्केटिङ गर्न सकिन्छ है। अनि इन्कम पनि हुन्छ। तपाईँहरूले कोर्सहरू चाहिँ अलिक राम्रै महँगोकै कोर्सहरू लिएर गर्नुभयो भने राम्रै कमाउनु हुन्छ। घरमै बसी समय त्यही कति बजी हुन्छ त्यति फुर्सद जति आफ्नो टाइम मिल्छ त्यतिखेरै तपाईहरुले त्यसबाट पैसा चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ।
त्यही धेरमा धेरै 2 घन्टा न त 3 घन्टासम्म। अनि बेलुका 8 बजे चाहिँ डेली मिटिङ सरहरूले गर्नुहुन्छ होइन। मिटिङमा चाहिँ उपस्थित हुँदा चाहिँ एकदम राम्रो हुन्छ, किनकि त्यहाँ हरेक कुराहरू सिकाउनुहुन्छ, भिडियो एडिटिङदेखि लिएर कुन विषयमा कसरी बोल्ने भन्ने विषयमा होइन आधारितहरू। अनि त्यो मार्केटिङहरू चाहिँ के हो त कस्तो हो त भन्ने कुराहरू पनि त्यहाँ सबै सिकाउनुहुन्छ सरहरूले। त्यसमा उपस्थित हुँदा राम्रो हुन्छ। यदि इन्ट्रेस्ट हुनुहुन्छ भने कमेन्ट बक्समा यस भनेर लेखिदिनु होला, त्यहाँ म तपाईँलाई मेरो WhatsApp नम्बर उपलब्ध गराउनेछु। अनि WhatsApp नम्बरबाट के कसो गर्ने प्रक्रियाहरू पनि म भनिदिनेछु है त। रङहरू चाहिँ खनिसक्यो, त्यहाँ माथि त्यहाँ पनि खनिसक्यो, पहिलाको बरु त्यो छ नि त नपर्ने हुँचाहरू सक्छ। अनि यस्तै छ है जिन्दगी, मेरो चाहिँ यसरी नै बितिरहेछ दिनरात होइन। रात त के भन्नु, रात त सुतेर बिति नै हाल्छ, दिन चाहिँ यसरी बिताउँदैछु। हिजो चाहिँ म चाहिँ चट्ट एक्लै बिन्दासले होइन, बिन्दास टु आफ्नो चाहिँ सु भन्ने जस्तो भइरहेछ चट्ट। अनि अब चाहिँ घोच्चा काट्ने हो, घोच्चा काटेर सट्ट खम्बा बनाएर गर्ने हो चट्ट लगाएर। A few moments later. ल झङ्गा पनि आज थोरै मात्रै गाडै भयो, किनकि बिहान जान्छ अब बस्तुको ठाउँ पनि गर्नुपर्ने, 12 बज्न आँटिगएछ। झङ्गा डोप खन्दा काट्दा ओर्दा गाड्दा 12 बज्न आँटिगएछ। अनि भोलि फेरि बिहान त्यसलाई चाहिँ फिनिसिङ हालिदिनु पऱ्यो भन्ने थियो चाहिँ बस्तु यहाँ चाहिँ हेर्दैछ कतिखेर फुकाउँछ भनेर। अरे यस्तो छ है साथीहरू, मेरो चाहिँ के गर्नु, लामथाङ लोन ठुलो काम, यता घर बस्छ, ओठ फुटेर त्यस्तै छ धुलोले यार, पानी पर्न सकेर। अनि पछाडि आलु सेउमी त खडेरी भए पनि उम्रिरहेछ अहिले चाहिँ, अनि सिँचाइ यसो बेला बेलामा गरिदिइरहेको छौँ होइन, आकाशको पानी पर्न सकेर। अनि यो आलु सुम्देकोबाट लिएको बिउ तपाईँहरूले भ्लग पनि हेर्नुभयो होला, त्यहाँ भ्लग पनि बनाएको थिएँ, ठाउँ जाँदै गरेकोहरू। यस्तो दुःख गरेर लिएको खडेरीले, खोइ त आलु चाहिँ छोइन पाताल उम्रिरहेछ होइन। बिहानको रातिको 3 बजे बिहानै गएको यहाँदेखि बेलुकाको त्यही 10-11 बजीतिर आइपुगिरहेको थिएँ मलाई सुम्देबाट आलुको बिउ खोजेँ अरे। फेरि आलु एउटा उकोमा बोजेकोमा यस्तो चलाएको छैन, राम्रो कति 320 रुपियाँ भन्नु, अनि 300 रुपियाँ पाथेल चाहिँ दिँदै भयो लास्टमा। अनि कसो गर्दो रहेछ भने माथि चाहिँ ठुल्ठुलो लगाउने, मुन्जे सानो क्या लगाएर नाबोहरू आलु पनि राम्रो दिएर धुकचुटी गरेर अनि बाद्दा यस्तो त हुँदैन कि हुँदैन भनेर अनि राम्रो चाहिँ छानेर लिइरहेको थियौँ। अनि 10-12 जना जस्तो गइरहेको थियौँ होला आलु बिउ खोज्नु सुन्दै त्यतिखेर। अनि 4-5 पाथी लिएर आइएको थियो, त्यो पनि खडेरीले आलु छैया सक्दै के गर्नु, दुःख खुट्टा दुखेर होइन, खुट्टा सुनेर धुमचुटी अवस्था भइरहेको थियो। त्यस्तो दुःख गरेर लिएर आएको खोजेर आलुको बिउ, बिहान राति जाडोमा कठारिँदै गएर लिएर आएको छैन आलु, सखाप खडेरीले के गर्नु। यस्तै हुन्छ है, दुःख मात्रै गर्नुपर्छ, कमाइ समय छैन होइन। अनि बेहाल पार्दैन त। अब भिडियो यस्तै हो साथीहरू, छोटै हुने भयो, किनकि अब अरू के गर्ने, कतै केही छैन देखाउने कुरो, बोल्ने कुरो, यसो नयाँ ठाउँ नयाँ चिजहरू देखाउनु पाए भयो, यस्तो उस्तो भन्दै गर्नु होइन। अब घरकै लामथाङ लुन्टुङमा के गर्नु है, यो दाइहरूले छोडे हिँड्नुभएको घर है, मुनवालतिर बस्नुहुन्छ। अनि आल्ताको फुल ल हेर्नु त कस्तो छ, ठिक छ नि होइन, ढकमक फुलेर पुरा गरेर। यता किम्बुकोहरू आल्जाहरू फुल यस्तो छ है, यो चाहिँ विकासे आल्जा है, विकासे आल्जाको बोट। साथीहरू दिन पनि मौसमले पानी पर्ला जस्तै भएर पुरै धुमेर है, तर हावा चल्नु थाल्यो, पानी चाहिँ पर्दैन होला, अघि एकछिन छिटाउँदैछ। ल
गोठाला गर्दैछु किरणतिरै अनि यस्तै छ है जाऊ त चल जाडो मात्रै बढिरहेछ होइन पानी पर्न सकिरहेको छैन दिन चाहिँ पुरै धुमेर बेहाल भएर दिनहरू चाहिँ बादल पनि लागिरहेको पुरै अँध्यारो भइसक्यो होइन उही चाहिँ बिहान चाहिँ घाम पुरै लागिरहेको थियो मजाले जाऊ त चल है अनि यस्तै छ मेरो चाहिँ भ्लगहरू यस्तै हुन्छ है लन्ठ्याङ लुन्ठुङ यताउति गर गिरमतिर अँध्यारो छ बादलहरू पुरै लागेको छ होइन भिडियो चाहिँ यति नै अब छोटै हुने भयो किनकि अब बोल्ने ठाउँ नि केही छैन देखाउने कुरो नि केही छैन अब यस्तै खात्राङ खुत्रुङ्गे लात्राङ लुत्रुङ्गे हुन्छ होइन अनि पानी पनि पर्खेको छ पानी पर्दा भने त एकदम फेरि बबाल मजा भइहाल्थ्यो किनकि पानीको चाहिँ एकदम आवश्यकता छ हामी किसानहरूलाई चाहिँ होइन पानी नपरेर बाँझो साँझो केही जोत्नु पाइएको छैन मान्छेभन्दा ठुल्ठुलो बाँझो जोत्छ उठ्छ जोतो भन्ने अहिले त अब पुरै सुकिसक्यो नि त हावा र उसले घामले अनि केही हुँदैन त्यही भएर पानीमा छौँ हामी चाहिँ पानी तर पर्न सकेन अनि आज चाहिँ भिडियो यति नै गर्न चाहे फेरि पनि भेटौँला कुनै भिडियोतिर अन्त्य गर्न चाहे तर के कस्तो लाग्छ कमेन्ट सब्सक्राइबहरू चाहिँ गर्नु नभुल्नु होला है सबैजना